हेलो व्हाट्स अप ब्युटिफुल पिपल तपाईँहरू सन्चै हुनुहुन्छ म नै ठिकै छु आज चाहिँ म यहाँ हेड अफिसतिर निस्किँदै गरेको बस्दै नै अहिले अलिअलि कामहरू छ त्यहाँ कामहरू गर्नु छ त्यहाँ गएर थोरै डकुमेन्टहरू लिनु छ ल है त जोडिँदै गर्नुहोस् है म चाहिँ जाँदैछु टक्क 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 हिँड्दै 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 आज वेदर चाहिँ राम्रो भइरहेछ मौसम मस्त मस्त है आज का मौसम बहुत ठंडा ठंडा है बहुत अच्छा है आप लोग देख सकता है इधर नज़ारा देख सकता है कितना खूबसूरत खूबसूरत जगह है प्लेस है म कता जाँदैछु आज भन्दाखेरि आज चाहिँ म मेरो हेड अफिस जाँदैछु किनकि मैले चाहिँ मेरो सबै कन्ट्याक्टहरू चटाएर क्यान्सलेसन लिनको लागि जाँदैछु तिनीहरूले मलाई राम्रो रेस्पोन्ड गरेको छैन अहिलेसम्म होइन तर मैले बाटो भुलेँ होला जस्तो लाग्यो आज जानुपर्ने कता हो धेरै सालको बादमा आएको म आउनु चाहिँ यतातिर पहिले हिँडे जस्तो लाग्थ्यो हिँडे जस्तो लाग्थ्यो होइन कता कताबाट क्रस गर्ने त्यो चाहिँ थाहा भएन क्या मलाई मान्छे बाटो त सही आएछ है खोज्दै 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 आएको बाटो त धेरै पछाडि हिँडेँ कि भुलिहालेँ क्या भुलिहालेँ यो दमाक यो चाहिँ देखिराख्नु भएको छ नि यो चाहिँ मेरो हेड अफिस हो क्या यहीँ जाने हो म है त्यहाँ गएर छलफल गर्नुपर्ने छ आज उनीहरूले है मेरो क्यान्सलेसन गर्नै दिँदैन यहाँबाट उनीहरू अलिकति हाल्नुपर्ने छ ल है त यही हो मेरो अफिस चाहिँ है ल है मैले चाहिँ क्यान्सलेसन लिएर पनि आएँ अब अहिले ट्याक्कै लाएर अब जाने सर लगेर होइन मौसम चिल छ नि त आज मौसम त है सही छ नि यस मैले फाइनली मेरो क्यान्सलेसन पेपर चाहिँ पायो है यहाँ छ चट्ट अब यो लगेर एप्लाई गर्ने फेरि जागिर त खानै पर्यो साथी हो है अनि जाँदैछु म सर्र अब लाएर मेट्रोमा जाने हो मेट्रोदेखि चाहिँ गाडी पक्रेर रुमतिर जाने हो के गर्ने स्थिति छ है यिनीहरूले त म नआएको भए त केही डकुमेन्टहरू नदिने यार म आएर डकुमेन्ट चाहिँ दियो अब यो दिएपछि अब मेरा डकुमेन्टहरू नि दिने भनिरहेछ आज बेलुका रिसिभ गर्छु होला आजको मेरो टार्गेट चाहिँ के भन्छ आजको मेरो प्लान चाहिँ सक्सेस भयो भनौँ न सक्सेसफुल भयो अब गाडी कताबाट निस्किने भएको यस्तो डिफिकल्ट छैन यो एरिया यार आम्म सुरुमा आउँदाखेरि त हराएर है अफिस आउँदाखेरि नि अहिले चाहिँ ठिकै छ भनौँ न अहिले ए रास्ता देखो रे बाबा रास्ता देख्ने का कति राम्रो भ्यू हो माथि चाहिँ त्यहाँ माथि गएर भिडियो गर्नु पाएन हुन्थ्यो अघि म यहाँ कन्फ्युज भएको क्या अघि यहाँ कन्फ्युज भएको म उताबाट निस्किनु पर्छ मेट्रो चाहिँ यता रहेछ म चाहिँ यता आएर कहाँ मिस्टेक गरिएछ त यस्तो कन्फ्युज जग्गा छ कि यो यस्तो कन्फ्युज जग्गा छ ना हराइछु म त तेरी मेट्रोमा जानुपर्ने हो कहाँ दौडेर उता पुगेछु भन सेट सरर हावामा जाने चञ्चली मेरी सानी है मंद मंद मुस्कान
त्यो पल्लो केटीले चाहिँ मलाई हेरिरह होला त्यसले कहाँ जाँदैछ यो घुमेकै छ भनेर भन्दै होला। फाइनली मैले मेरो डकुमेन्ट पाएँ। अब डकुमेन्ट पाएर अर्को कम्पनी चेन्ज गर्ने हो है। अब चाहिँ रेसिडेन्ट बिल्डिङ रहेछ यो सबै, रेसिडेन्ट बिल्डिङ। ल अब मेट्रोतिर भेटौँ मलाई है। अलराइट गाइज, म चाहिँ अब मेरो सबै कामहरू सकेर नि घर फर्केको है। ल यति भन्दै आजको मेरो ब्लग चाहिँ यसैमा एन्डिङ गर्न चाहन्छु।